सिनेमा हल भित्र लाइट बालेर दर्शकहरूको गोपनीयता भङ्ग गरी तपाईँ लगेर बुम टेर्साइदिनुहुन्छ हैन यसलाई तपाईँ कसरी लिनुहुन्छ? यसलाई म एकदमै मेरो इच्छा चाहिँ दाइ म यसलाई बहिष्कार गर्न चाहन्छु खासमा हैन। मलाई सिनेमा हलमा जानु मन छैन। मैले यो यतिखेर तपाईको एउटा सिनेमा लागिरहेको छ हजुर र देखिएको छ। यही सिनेमा तपाईकै सिनेमामा पनि देखिएको छ क्या, मिडिया लगेर हुलका हुल। यसबारे मेरो धारणा तपाईसँग पनि मिल्छ दाइ। मलाई मन पर्दैन, किनभने सिनेमा हल भनेको एक किसिमको मनोरञ्जनको लागि, धेरै कामको थकान भइसकेपछि एकछिनको लागि आरामले कसैको टाइटै नसुनिकन बसौं भन्ने हेतुले धेरैजना जानुहुन्छ हैन। म त्यसरी जान्थे। म त अझ एक्लै फिल्म हेर्न जाने मान्छे हो। मेरो अगाडि कोही भयो भने म त्यसलाई कुर्दिन्छु, त्यस्तो खालको दर्शक हो म। कतिजना त्यो हिसाबले जानुहुन्छ, उहाँहरूको गोपनीयतालाई हनन गर्दैछौँ कि हामी सिधै गएर माइक तेर्साइदिने, कसैलाई अनकम्फर्टेबल लाग्ला, बोल्न मन नलाग्ला, सबैलाई क्यामेरा फेस गर्न त मन लाग्दैन नि त। अनि त्यो चाहिँ कहिलेकाहीँ त्यो अडियन्सहरूको अनुहारमा देख्छु कि म यस्तो मिडियामा हेर्दा ओहो यो मान्छेलाई बिचारा अजीब लागेको रहेछ भने जस्तो। यो प्रयास चाहिँ अब यो जुन एउटा अभ्यास छ यसलाई चाहिँ तोड्नुपर्ने बेला भइसकेको छ।